समस्या चाहिँ हात्ती जत्रो छ प्लस समाधान गर्नका लागि बजेट चाहिँ हाम्रो बाख्रा जस्तो छ क्या त्यो भोजपुरबाट सङ्खुवा सभाको भूगोलमा समाधान गर्न आउनुभएको छ। खास गरी यो बाटोको विषयमा थोरै कुरा राखिदिनुहोस् न आजको श्रमदानको विषयमा। नमस्कार दर्शकबिन, यति बेला तपाईँ हेर्दै हुन्छ नागरिक सञ्चार र विनायक टिभी अनलाइनको साथमा। हामी यति बेला सङ्खुवा सभा जिल्ला र भोजपुर जिल्लाको सीमा क्षेत्र तुर्के पुल नजिकैको सडक खण्डमा छौँ। यति बेला देशभक्त श्रमदाताहरूको साथमा भोजपुर जिल्लाको सरानन्द नगरपालिका र सङ्खुवा सभा जिल्लाको जिल्ला समिति र खाबरी नगर समितिद्वारा आज यो सडक खण्डमा देशभक्त श्रमदाताहरूको साथमा यो बाटोको ढलान कार्य गरिरहेको मेरो पृष्ठभूमिमा देखिराख्नु भएको छ र हामीले जानकारी पाए पश्चात श्रमदाताहरूले आफ्नै लगानीमा आफ्नै श्रम लगाएर सबै मेटेरियलहरू श्रमदाताहरूले सहयोगबाट जुटाएर यो बाटोको ढलान गर्दैछ भन्ने जानकारी पाइसके पश्चात हाम्रो टिम यहाँ आएका छौँ र स्थलगत हामी अध्ययन गर्दैछौँ, स्थलगत रिपोर्टिङ गर्दैछौँ र यो बाटो कसरी बन्दैछ, कसको सहयोगमा बन्दैछ र स्थानीय सरकारको तर्फबाट के कस्ता सहयोग भयो, सम्बोधन भयो भन्ने विषय पनि चर्चा गर्नेछौँ र यो बाटो निर्माणको लागि को श्रमदाताहरूले कति के कसो सहयोग गर्नुभएको छ भन्ने विषय पनि हामी चर्चा गर्नेछौँ। यो बाटोको अहिलेको जो अगुवाई गरिराख्नुभएका संयोजकज्यूसँग पनि कुराकानी गर्नेछौँ, श्रमदाताज्यूहरूसँग पनि कुराकानी गर्नेछौँ र हामी देखाउनेछौँ तपाईँलाई अहिले यो बाटो यसरी ढलान कार्य भइरहेको छ। यो ढलान कार्य धमाधम भइरहेको छ र हामी देख्न सक्छौँ यो देशभक्त श्रमदाताहरू यो दिउँसोको प्रचण्ड गर्मीमा पनि आफ्नो परिश्रम, आफ्नो श्रम यसरी बगाइराख्नु भएको छ। यो घामले यो खलकली पसिना बगिरहँदा पनि समाज निर्माणको लागि, आफ्नो देश निर्माणको लागि जसरी श्रमदाताहरूको यो उत्साहजनक उपस्थिति देख्न सक्छौँ, यो उत्साहजनक उपस्थितिले पक्कै पनि यो देश निर्माण गर्नको लागि, समाज निर्माण गर्नको लागि निकै ठुलो टेवा पुर्याउँछ भन्ने हामीले विश्वास लिएका छौँ र श्रमदाताहरूको हातमा यसरी हामी यो जुन ढलान गर्नको लागि मसला भन्छ, यो मसला यसरी हातमा आरी पास गरिरहेको छ। एकपट्टि भने अर्कोतर्फ भने खाली आरी पास गरिरहेको देख्न सक्छौँ र हामी देख्न सक्छौँ यो ग्राभेल, यसलाई हामी ग्राभेल भन्छौँ। यो ग्राभेल पनि श्रमदाताहरूको पहलबाटै बनिएको हो र यसबिचमा हामी यहाँका अभियन्ता साथीहरूसँग जोडिन्छौँ, श्रमदाता साथीहरूसँग जोडिन्छौँ। हामीले बिचमा यहाँ देखिसकेका छौँ खादरी नगर समितिको संयोजक इसाक राईजी हुनुहुन्छ। इसाक राईजीसँग हामी छोटो संवादमा जोडिन्छौँ। इसाकजी, यहाँलाई स्वागत छ। हेलो हेलो, धन्यवाद, नमस्कार सम्पूर्णमा, जय माटो जय देश। आज तपाईँहरू धमाधम यो ढलान गर्ने कार्यमा हुनुहुन्छ हजुर, होइन? अब यसको बारेमा, यसको पृष्ठभूमिको बारेमा थोरै कुरा राखिदिनुहोस् न। यो चाहिँ हाम्रो खानपा 9 नम्बर वडा र सडानन्द नगरपालिकाका श्रमदाताहरूको विशेष अगुवाईमा प्लस हामी नगर कमिटीको तर्फबाट पनि ऐक्यबद्धता जनाउँदै आजको यो श्रमदान बाटो ढलान जुन यो चाहिँ माथि के भन्छ रहेछ भन्दाखेरि यो चाहिँ तुर्के पुल झर्ने बाटो होइन, हातबारी नगरपालिका तुमिनटारबाट उता तुर्के पुल सडानन्द जाने बाटोको लागि चाहिँ बाटो ढलानको लागि चाहिँ आज श्रमदानद्वारा चाहिँ बाटो ढलान गर्ने भन्ने आज आयोजना भएको कारणले गर्दाखेरि पूर्व आयोजनै थियो हाम्रो होइन। हजुर, भएको कारणले गर्दाखेरि विभिन्न डाटाहरूबाट आएको सङ्कलन प्लस विभिन्न सामग्रीहरूद्वारा हामी चाहिँ सामानको अभाव हुँदाहुँदै यहाँ हामीलाई धेरै मेटेरियलको अभाव प्लस इक्विपमेन्टको अभाव हुँदाहुँदै पनि हामीले एक मन भएर लागिरहेको छौँ। तपाईँहरू अब यो श्रमबाट देश विकास गर्नुपर्छ, श्रम मात्रै देश बनाउँछ भनिराख्नु भएको छ। अहिले तपाईँहरूको पार्टी राष्ट्रिय दल पनि भइसकेको छ, सम्भवतः पाँचौँ दल छ होइन, राष्ट्रिय दल भइसकेको छ। अब त तपाईँहरूले यो भौतिक
विकासको लागि त राज्य कोषबाट रकम खर्च गर्नुपर्ने होइन र जन नागरिकलाई यसरी श्रमदानमा दुःख दिनु हुँदैन होला नि त। एकदमै राम्रो जायज कुरा गर्नुभयो एकदमै। तर हाम्रो समग्र देशको बजेटको आकृति परिधि चाहिँ एउटा हात्ती जत्रो छ र हाम्रो समस्या चाहिँ हात्ती जत्रो छ, प्लस समाधान गर्नका लागि बजेट चाहिँ हाम्रो बाख्रा जस्तो छ क्या। त्यो कारणले गर्दाखेरि अनिवार्य केही पर्सेन्ट कन्ट्रिब्युसन, पब्लिक कन्ट्रिब्युसनको युजर कन्ट्रिब्युसन गरौँ भन्ने उद्देश्यको साथ नै हो यो। तपाईँको यति गर्दाखेरि केही इँटा थपिन्छ देशमा भन्नको लागि हो हामीले गरेको श्रमदान। राज्यको ढुकुटी राज्यको बजेट पनि चाहिन्छ, नचाहिने होइन, तर अब कुन ठाउँमा कति चाहिन्छ भन्ने कुरो हामीलाई पनि अनुभव छ। तर राज्यले हरेक ठाउँमा पुर्याउन नसक्ने अवस्थाको कारणले गर्दाखेरि हामीले स्वतस्फूर्त हामीले यसरी श्रमदानमा लागिरहेको छौँ। तपाईँ स्वतस्फूर्त श्रमदानको कुरा गर्नुभएको छ। यहाँ धेरै अन्य पार्टीका बौद्धिक व्यक्तिहरूले श्रमको मूल्य तोक्नुपर्छ, श्रमको मूल्य दिनुपर्छ भन्ने किसिमका भाष्यहरू पनि खडा गरिरहेका छन्। त्यो किसिमबाट पनि डिबेटहरू उठाइरहेका छन् होइन। तपाईँहरू यो शनिबारलाई चाहिँ खास गरी श्रमबारको रूपमा अगाडि सारिराख्नु भएको छ। त्यसरी चाहिँ नागरिकहरूलाई श्रमदानमा खडाइराख्नु भएको छ होइन। त्यो श्रमको मूल्य तोकिनुपर्छ भन्ने विषयमा तपाईँको के हुनसक्छ विचार? एकदमै राम्रो विचार हो। अब नेपाल भनेको विकसित होइन, विकसशील देश हो। अझ हाम्रो सङ्घको सभा भने चाहिँ हिमाली जिल्ला होइन, पूर्वी हिमाली जिल्लामा पर्ने भएको कारणले गर्दाखेरि यहाँको व्यक्तिगत इन्कमहरू अत्यन्तै होइन कमजोर भएको, अत्यन्तै कमजोर छ। तर यहाँ के छ भन्दाखेरि सबै मान्छेहरूले दाता, कोही रकम दाता हुनुहुन्छ, कोही सामग्रिक दाता हुनुहुन्छ भने कोही स्वतस्फूर्त आफ्नो म फिजिकली उपस्थिति भएरै दाता म सहयोग गर्न चाहन्छु भन्नकै उद्देश्यले प्लस सबैको भावनालाई बुझेर नै हामीले गरेको श्रमदान हो होइन। तर हामीले कुनै पनि दातालाई तँ चाहिँ पैसा रकम दिइस्, तैँले चाहिँ सिमेन्ट दिइस्, उपस्थित हुनुपर्छ भन्ने जबरजस्ती पनि होइन यो भनेको। सेल्फ आफ्नो इच्छाले आएर दिने होइन। कोही दिएर पनि गराउनु भएको छ, कोही होइन म उपस्थित हुन सकिनँ तर पनि गर्छु भनेर चाहिँ यहाँ हामीले कन्टिन्यू नै चलाउने अभियानमा लागिरहेको छौँ अहिले चाहिँ होइन। अब चाहिन्छ रकम, चाहिन्छ नचाहिने होइन। मैले पनि अहिले भने गरिबी देखरेखा पनि अझ परिरहेको देशमा चाहिन्छ, तर कतिसम्म चाहिन्छ के छ भन्ने कुरो चाहिँ हाम्रै स्वतस्फूर्त दाताहरूले प्लस श्रमदाताहरूले नै उहाँहरूको हृदयबाट चाहिँ आएको कारणले गर्दाखेरि यो स्वतस्फूर्त चलिरहेको छ हामी त। हस्, धन्यवाद। धन्यवाद। हामी यहाँ श्रमदाता, श्रम अगुवाहरूसँग कुराकानी गरिरहेका थियौँ र यसबिचमा अब अन्य श्रमदाताहरूसँग, अभियन्ता साथीहरूसँग पनि जोडिन चाहन्छौँ र हामीसँग हुनुहुन्छ श्रम अगुवा तारा कुमार राई। स्वागत छ तपाईँलाई। हजुर नमस्कार। आज तपाईँहरूको धमाधमी श्रमदान चलिरहेको छ। तपाईँहरूको पार्टीको नियमअनुसार श्रमबार पनि आज होइन। अब सरकारमा पनि तपाईँको जुन पार्टीले अहिलेको सत्ताधारी सरकारलाई खबरदारी गरिरहेको छ, संसदमा प्ले कार्ड प्रस्तुत गरिरहेको छ। नागरिक भने यहाँ तपाईँहरू श्रममा खटिराख्नु भएको छ कि अलिकति त्यसको हिसाब जोडिदिनु के हो? यो वास्तवमा भन्यो भने सरकारमा पक्ष विपक्ष भन्ने हुन्छ नै। अब तर यो पक्ष विपक्ष माथि सदनमा उठेको कुराले चाहिँ स्थानीय स्तरमा चाहिँ त्यो विवादले चाहिँ स्थानीय स्तरमा चाहिँ त्यो समाधान हुँदैन रहेछ। किन भन्नुहोला भने अब पक्ष बहुमत भएपछि प्रतिपक्ष कम सङ्ख्या हुने बित्तिकै त्यसमा अलिकति पेलान ढङ्गको देखिन्छ। तर हामी चाहिँ त्यस्तो नहोस् भन्नको खातिर चाहिँ हामीले चाहिँ स्थानीय स्तरमै अब हामीले चाहिँ श्रमबाट जोडिनुपर्छ, सबै समुदाय विकासहरू जोडिनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो कारणले हामीले अब सरकारलाई प्ले कार्ड मार्फत सुसूचित गर्नुपर्ने हामीले सकारात्मक ठानेको छौँ होइन। अहिले हामीले यहाँ हामी जाति वर्ग को धनी को गरिब भन्ने कुरा हामीमा छैन, को कुन जिल्लाको भन्ने पनि हाम्रो छैन। हामीलाई जसरी हुन्छ काम चाहिँ हुनु पर्यो भन्ने हाम्रो चाहिँ मान्यता छ। अब आज तपाईँहरू श्रमदानमा जसरी खटिराख्नु भएको छ, यहाँ दुईवटा जिल्लाका श्रमदाताहरू उपस्थित हुनु भएको छ। खास गरी भोजपुर षडानन्द नगरपालिका र खाँदरी नगरपालिका सङ्खुवासभा जिल्ला कार्य समितिको तर्फबाट पनि तपाईँहरू हुनुहुन्छ होइन। अब यो आजको यो श्रमदानमा
जुन मेटेरियलहरू देखिरहेका छौँ यहाँ तपाईँहरूले बाटोको सोलिङ गर्नुभएको छ होइन यो सडकको तर्फबाट गर्नुपर्ने सरकारको तर्फबाट गर्नुपर्ने तर तपाईँहरू व्यक्तिगत लगानी र श्रमदाताहरूको स्वैच्छुक लगानीबाट गर्दैछौँ भन्ने यहाँले जानकारी दिनुभयो होइन यो बाटो निर्माणको लागि यो सडक निर्माणको लागि यो ढलान कार्यको लागि को कसले कति कति कहाँबाट कसरी डोनेट भएको छ त्यसको बारेमा पनि थोरै स्पष्ट गराउनु न। यो हामीले चाहिँ यो खादबारी नगरपालिका 9 मा यो अहिले जुन योजना भइरहेको छ यसको विषयमा हामीले स्थानीय सरकार हाम्रो खादबारी नगरपालिकामा पनि यसको योजना चाहिँ पेस गर्न चाहेको थियौँ र हामीले पेस पनि गरेको थियौँ अनि 15 लाखको इस्टिमेट लगभग लाग्छ होला भन्ने हाम्रो अनुमानले त्यति नै हामीले चाहिँ लिएर गएका थियौँ तर त्यति हुँदैन भन्ने भएपछि अनि 5 लाखसम्म हुन्छ भन्ने खालको कुरा गर्नुभयो। अरू चाहिँ अब स्थानीयको आफ्नो स्वेच्छाले अब कसैले अब 8-10 बोरा अब सिमेन्टी होइन कसैले 1 ट्र्याक्टर अब बालुवा कसैले गिटी यसरी चाहिँ जुटेको छ। यकिन अब त्यो तथ्याङ्कहरू चाहिँ मसँग छैन। म चाहिँ अब यहाँ यो जुन योजनाको अब संयोजक हुनुहुन्छ उहाँहरूलाई यो तथ्याङ्क थाहा छ। म चाहिँ खादबारी नगरपालिकाको चाहिँ सचिव भएको हैसियतले अनि संयोजक ईशक हाम्रो हुनुहुन्छ। हामी दुईजना पनि अब भ्याउँदाखेरि चाहिँ आइरहेका छौँ। यो अवश्य पनि यसको बारेमा हामी सार्वजनिक गर्नेछौँ होइन। अहिले चाहिँ हाम्रो यति नै लागत लागेको छ यो व्यक्तिले दिनुभएको छ भन्ने चाहिँ हाम्रो यकिन अब हामीले सार्वजनिक गर्ने टाइम पनि छैन। त्यो भएको कारणले हामीले सहयोगको अब अपेक्षा चाहिँ लिएको छौँ। यसरी बुझ्नुहोस् न है हजुर। हस् धन्यवाद। अहिले हामी यहाँ धमाधम काम चलिरहेको देखिरहेका छौँ हजुर। उहाँको हो ए ल हुन्छ अलिक पर जोगिदिनु ल। हामी देख्न सक्छौँ देशभक्त श्रमदाताहरूको यो उत्साहजनक उपस्थिति र उत्साहजनक उहाँहरूको यो लगानी यो किसिमको उहाँहरूको उत्साहजनक परिश्रम बगाइरहँदाखेरि पक्कै पनि समाजको विकास हुन्छ, समाज देश बदलिन्छ र नागरिक आफै सडकमा आएर राज्य निर्माणको लागि लाग्छ भने पक्कै पनि यसले स्ट्रङ म्यासेज दिन्छ, पोजिटिभ म्यासेज दिन्छ भनेर हामीले यहाँ स्थलगत अध्ययनबाट एउटा निष्कर्ष निकालेका छौँ। र यसै बिचमा अर्को श्रमदाता ज्यूसँग हामी थोरै कुराकानी गर्छौँ र उहाँ भोजपुर जिल्ला सडानन्द नगर समिति को पदाधिकारी हुन्छ। उहाँसँग हामी थोरै कुराकानी गर्छौँ। सर नमस्कार। नमस्कार हजुर। जय माटो। जय माटो जय देश। तपाईँको हाम्रो परिचय राख्नु न। मेरो रतन कुमार राई भोजपुर जिल्ला कमिटी सदस्य। रतन कुमार राई। रतन कुमार राई भोजपुर जिल्ला कमिटी सदस्य। अहिले हामी सङ्खुवा सभाको भूगोलमा छौँ। हजुर भोजपुरबाट सङ्खुवा सभाको भूगोलमा श्रमदान गर्न आउनुभएको छ। खास गरी यो बाटोको विषयमा थोरै कुरा राखिदिनुहोस् आजको श्रमदानको विषयमा। यो स्थान कहाँ हो भन्ने कुरा परिचय गराइसक्नुभयो होला होइन। यो भोजपुर सङ्घसभा जोड्ने बाटो चाहिँ एकदमै समस्या भएकोले यहाँ सङ्घसभा श्रम संस्कृति पार्टीले चाहिँ यो विषय उठान गर्नुभयो होइन। अनि यहाँ एकदमै समस्या भएपछि यो नगरपालिका खादबारी नगरपालिकालाई बजेट विनियोजनको लागि माग गर्दाखेरि उहाँहरूले व्यवस्था गर्नुभएकोले श्रम संस्कृति पार्टीले चाहिँ यो समस्यालाई उठान गर्नुभयो होइन। र हामीले यसलाई राष्ट्रिय रूपमा उठान गऱ्यौँ र यसमा हामीले चाहिँ सहयोग खोज्यौँ। अरूतिरबाट हामीले सहयोग खोज्यौँ र श्रम संस्कृति पार्टीले चाहिँ हामीले यसलाई अगुवाई गऱ्यौँ र हामीले विभिन्न व्यक्तिहरू र विदेशी सङ्घ संस्था विदेशमा बस्नुहुने नेपालीहरूलाई होइन विदेश सम्पर्क समितिहरूलाई र काठमाडौँमा बस्नुहुने विभिन्न सङ्घ संस्थाहरूलाई हामीले चाहिँ आह्वान गऱ्यौँ र उहाँहरूले हामीलाई अब कसैले नगद सहयोग गर्नुभयो, कसैले चाहिँ अब जिन्सी सिमेन्ट सहयोग गर्नुभयो। काठमाडौँमा बस्नुहुने बगाले समाजले चाहिँ 100 बोरा सिमेन्ट सहयोग गर्नुभयो भने भोजपुर सडानन्द नगरपालिका वडा नम्बर 10 बस्नुहुने भरत राईले रु 1 लाख बराबर चाहिँ विभिन्न व्यक्तिबाट सहयोग रसिद र विभिन्न सङ्घ संस्थाहरूबाट आह्वान गरेर रु 1 लाख उठाउनु भयो भने भोजपुरबाटै सडानन्दबाटै लीलाराज छकुरी
ज्यूले चाहिँ रु 56,000 मलेसिया सम्पर्क समितिबाट जम्मा 36,000 र विभिन्न व्यक्तिहरूबाट 21,000 गरी जम्मा 56,000 उठाउनु भएको छ र अरू व्यक्तिहरूले पनि सहयोग गर्ने क्रम जारी नै छ होइन। यो चाहिँ अब खासमा श्रम संस्कृति पार्टीले अगुवाई गरेको हो, तर यसमा सबै पार्टी स्थानीय तहका स्थानीय व्यक्तिहरू सबैजना जोडिनु भएको छ। तर विशेष गरी श्रम संस्कृति पार्टीले चाहिँ यसलाई अगुवाई गरेर यो समस्यालाई चाहिँ समाधान गर्नुपर्छ, श्रमदानबाटै यो समस्यालाई चाहिँ समाधान गर्नुपर्छ भनेर हामीले श्रमदानको अभियान जुटाएको हो। तपाईँ एज अ पार्टीको एउटा पदाधिकारी हुँदै गर्दाखेरि होइन, अहिले त तपाईँको पार्टी राष्ट्रिय पार्टी बनिसकेको छ, संसदमा दह्रो खरो तपाईँको पार्टी सभापतिले पार्टी अध्यक्षले तपाईँको जिल्लामा त अझै पनि चाहिँ नि त्यहाँ त तपाईँको प्रतिनिधि गर्ने सांसद पनि हुनुहुन्छ होइन। यो बाटो भौतिक विकास निर्माणको लागि सरकारी बजेटहरू स्थानीय तहबाट कहीँबाट पार्न सकिँदैन थियो होइन। हामीले आह्वान गरेको, हामीले माग गरेको हो होइन। यो खादबारी नगरपालिका वडा नम्बर 9 स्थित पर्छ, यो खादबारी नगरपालिका क्याचमेन्ट एरिया हो। हामीले उहाँहरूलाई यो विषय राख्यौँ होइन। सङ्घसभाबाटै हाम्रो टिमले खादबारी नगरपालिकालाई आह्वान गर्दाखेरि अरू पार्टीले पनि त्यहाँ आह्वान गर्नुभयो, यहाँ हामीलाई बजेट तुरुन्त चाहियो भन्दाखेरि उहाँहरूले अहिले बजेट नभएको र तुरुन्त यहाँ लगानी गर्न नसक्ने, बजेट विनियोजन गर्न नसक्ने भएकोले अनि हामीले तत्कालै यसलाई समाधान गर्नुको लागि श्रम संस्कृति पार्टीले अगुवाई गरेर श्रमदानको माध्यमबाट यो समस्याको हल चाहिँ तुरुन्त गर्न सकिन्छ भनेर यो हल गरेको हो। तपाईँ जिम्मेवार पार्टीको एउटा पदाधिकारी हुनुहुन्छ होइन। अहिले श्रमको मूल्य दिनुपर्छ, तोक्नुपर्छ। बिना श्रमको मूल्य जनतालाई यसरी श्रम शोषण गर्न पाइँदैन भन्ने खालका डिबेटहरू पनि सिर्जना भइरहेका छ। यो विषय तपाईँको धारणा के हो यसमा? यो विषयलाई हामीले गम्भीर ढङ्गले विश्लेषण गर्ने कोसिस गरेका छौँ। अब अहिले श्रम र श्रमदान फरक विषयहरू हो होइन। श्रम मान्छेले श्रमको मूल्य पाइरहेको छ। श्रमदान भनेको चाहिँ हामीले रेगुलर कन्टिन्यू शोषणको रूपमा होइन कि यसलाई चाहिँ हामीले आंशिक रूपमा होइन, यो हप्तामा 1 दिन अथवा महिनामा 1 दिन 2 दिन पारेर हामीले यसलाई राष्ट्रको रूपमा श्रमदान दिने, राष्ट्रलाई श्रमदान दिने भन्ने विषय उठान गरेको। यो त विश्वमा अब स्विजरल्यान्ड जस्तो अति विकसित देशमा पनि श्रमदान हुन्छ, तर त्यसको प्रकृति मात्रै फरक छ होइन त। स्विजरल्यान्ड जस्तो विकसित देशमा पनि श्रमदानको अवधारणा छ, तर त्यहाँ पैसामा कन्भर्ट गरिन्छ होइन, अथवा कुनै पनि वस्तुमा कन्भर्ट गरेर त्यहाँ श्रमदान गरिन्छ राष्ट्रको लागि। तर हाम्रो देशले चाहिँ भौतिक रूपमा उपस्थित भएर कुटो कोदालो हाते औजारहरू प्रयोग गरेर अहिले श्रमदान गरिरहेको छौँ, किनकि हाम्रो आर्थिक र सामाजिक स्थिति, राजनीतिक स्थिति यो भएकोले हामीले यसरी श्रमदान गरेका छौँ कि यो स्वतः स्फूर्त जोडिएको श्रमदाताहरू हो। हामीले बाध्यकारी बनाएर कसैलाई पनि श्रमदान गर्न आउनुपर्छ भनेका छैनौँ। राष्ट्र निर्माणमा सबैजना एकजुट भएर राष्ट्रको लागि केही अंश आफ्नो श्रमदान केही अंश चाहिँ श्रमदान पनि राष्ट्रको लागि र समाजको लागि गरौँ भन्ने हेतुले स्वतः स्फूर्त श्रमदाताहरू जोडिनु भएको हो। यहाँ कसैलाई पनि बाध्यकारी बनाएको श्रम शोषण गरेको होइन। यहाँ स्वतः स्फूर्त ढङ्गबाट आउनु भएको छ सबै श्रमदाताहरू हजुर होइन। हजुर श्रमले देश बन्छ भन्ने कुरामा तपाईँहरू ढुक्क हुनुहुन्छ होइन? होइन, श्रमले बिना होइन, प्रविधिले पनि बन्छ। प्रविधि निर्माणको लागि पनि श्रमको आवश्यकता पर्छ होइन। श्रमदान र श्रम फरक विषयहरू हो। श्रमले त अनिवार्य बन्छ नै बन्छ, श्रमदानले पनि केही हिसाब बन्छ हो कि होइन भन्नु। सरकारले ध्यान नपुर्याएको, सरकारको बजेटले नपुगेको ठाउँमा, सरकारले बजेट नपुर्याएको ठाउँमा हाम्रो श्रम संस्कृति पार्टीले त्यसलाई नेतृत्व गर्छ होइन। र त्यो बाँकी रहेको सरकारले ध्यान नपुर्याएको र सरकारको बजेटले नपुगेको ठाउँमा पनि हाम्रो पार्टीले नेतृत्व गरेर त्यसलाई निर्माण गर्छ। श्रमले त देश बन्दैन भन्ने विषय त हुँदैन, श्रमले त देश बन्छ नै बन्छ, तर श्रमको प्रकृति कस्तो हुने भन्ने विषय हो। श्रमको प्रकृति अहिले हामी सुरुवाती चरणमा छौँ। श्रम र श्रमदानलाई कसरी विश्लेषण गर्दै जाने र यसलाई कसरी चरणबद्ध रूपमा परिष्कृत गर्दै जाने भन्ने विषय यो अहिले हाम्रो अध्ययनको विषय हो होइन। यसलाई हामी प्रयोगमा अहिले स्थलगत प्रयोगमा हामी ल्याउँदैछौँ, यसलाई प्रयोगात्मक रूपमा पनि हामी यसलाई चरणबद्ध रूपमा परिष्कृत गर्दै लाने हो, अगाडि बढाउँदै लाने हो। हस्, धन्यवाद। दर्शकबिन, हामीले अहिले यहाँ उपस्थित विभिन्न श्रमदाताजीहरूसँग, श्रमदान अभियानका संयोजकजीहरूसँग र श्रम संस्कृति पार्टी आबद्ध पदाधिकारीजीहरूसँग कुराकानी जोडेका छौँ र उहाँहरूको भनाइअनुसार उहाँहरूले यो सडक खण्ड, यो तुर्के पुल झर्ने सडक खण्डलाई श्रमबाटै श्रमदान गरेरै र श्रमदाताहरूको सहयोगमा जसरी यो यहाँ ढुङ्गा, बालुवा, गिटी, रड, सिमेन्ट जे मेटेरियलहरू प्रयोग भएको छ, त्यो मेटेरियलहरू पनि श्रमदाताहरूको सहयोग पाएको भन्ने हामीले जानकारी पाएका छौँ। र
हामीले प्रत्युत्तरमा श्रमदाता साथीहरूसँग यहाँका संयोजक साथीहरूसँग पदाधिकारीसँग कुरा के राख्यौँ भने सरकारको तर्फबाट तपाईँहरूले गर्नुपर्ने अहिले त तपाईँहरूको पार्टी पनि एउटा राष्ट्रिय दल बनिसकेको छ सांसदको जुन बसस्थलमा उहाँहरूले दरखर कुरा उठाइराख्नु भएको छ तपाईँले सरकारको स्थानीय स्रोत साधन प्रयोग गर्नुपर्ने होइन र सरकारको स्रोत साधन प्रयोग गर्नुपर्ने होइन र भन्ने प्रत्युत्तरमा उहाँहरूले के भन्नुभएको छ भने हामीलाई सरकारलाई स्थानीय सरकारलाई उहाँहरूले